भेटेको नि थिएन यस्तो मेरो बच्चालाई हुन्छ पीडितको आमा है हत्यारालाई मेरो अगाडि ल्याइदिनु सरकारले छिटोभन्दा छिटो मेरो कुरा सरकारनिर पुग्नु पर्यो सुदूरपुरौँ छिटोभन्दा छिटो यहाँ आइपुग्नु पर्यो मेरो बच्चालाई छिटोभन्दा छिटो न्याय दिलाइदिनु पर्यो मेरो बच्चालाई मारेको मान्छेहरूलाई मलाई फाँसी भन्न केही पनि मलाई दिनु पर्दैन मलाई मेरो अगाडि उभ्याइदियोस् बस म यति चाहन्छु तपाईँको अगाडि उभ्याइदिए पुग्छ मलाई मेरो अगाडि उभास म के गर्छु मलाई त्यतिखेर मलाई मेरो बच्चालाई जसरी मारेको छ त्यसरी नै म पनि त्यसलाई उहाँहरू तपाईँको आफन्त हो हजुर पहिला घरमा बस्थ्यो अनि 2-4 दिनदेखिबाट चाहिँ अलिकति मेरो बच्चा त्यहाँ घरमा बस्न मान्दैन थियो केही खुवाएको जस्तो थियो कि नमान्ने मेरो बच्चा घरमा खालि यहीँ 2 मिनट पनि घरमा बस्नु नमान्ने खालि यहीँ आएर बस्नु यहीँ उसको बच्चाहरूसँग बस्ने बोल्ने हाँस्ने गर्नु गर्थ्यो अनि मलाई थाहा थिएन मेरो मन त सफा मैले त पहिला पनि खेलिरहेको हो त्यो बच्चा खेलिरहेकै थियो सँगसँगै बसिरहेकै थियो अनि मान्छे यो बच्चासँग पहिला पनि केही भएको हुनसक्छ 3 दिनदेखिबाट चाहिँ मेरो बच्चा अलिकति अर्कै उर्लिरहेको थियो सन्चो छैन मम्मी सन्चो छैन भन्दै थियो मेरो बाबु अया भयो हजुरको माग चाहिँ के हो फेरि एकचोटि भनिदिनु मेरो माग चाहिँ सरकार छिटोभन्दा छिटो यहाँ आइपुग्नु पर्छ हाम्रो कुरा बोलीहरू हाम्रो आज म माथि बितेको अरूमाथि नहोस् आज म माथि परेछ अरूमाथि नि पर्न सक्छ त्यो हत्यारालाई खालि सजाय मात्र दिएर आज नेपाली जनताले चाहिँ तपाईँको यस्तो रेप गर्नेहरूलाई चाहिँ फाँसीको सजाय दिनुपर्छ भनेर एउटा कानुन बनाउनु पर्यो भनेर माग गर्दै हुनुहुन्छ त्यसमा तपाईँको के छ विचार फाँसी सजाय गरेपछि त उता झुन्डेर मात्र मरिन्छ झुन्डेर मात्र मरेर त भएन नि त मान्छेहरूलाई कति तपाईँ मारोस् त्यसरी त्यसलाई पनि त्यसरी तपाईएर मार्नु डरलाग्दो गरी जस्तो कि सोच्नै नसक्ने गरेर मारिरहेको छ त्यसरी त्यसलाई पनि त्यसरी नै नसोच्ने गरी मार्नुपर्छ डरलाग्दो गरी त्यसलाई पनि डर लागोस् अलिकति हजुरको भनाइ सुदन गुरुङ पनि आउनु पर्यो मेरो कुरा सुनिदिनु पर्यो मेरो पीडितको कुरा सुनिदिनु पर्यो यहाँ आएर अनि सधैँभरि जाला रोज गरेर खाने मान्छे सधैँभरि यसरी गरेर बसेर छिटोभन्दा छिटो भनेपछि यो आन्दोलन के जारी रहन्छ कति बजीसम्म जारी रहन्छ कस्तो छ उहाँ नआउन्जेलसम्म जारी नै रहन्छ उहाँ आइदिनु पर्यो हाम्रो कुरा सुनिदिनु पर्यो हामीले न्याय पाउनु पर्यो हामीलाई न्याय चाहियो मेरो बच्चा हग्न मुट्न पनि नआउने मेरो बच्चा हग्न मुट्न पनि नआउने के गरी त्यसरी उनीहरूले सक्नु नसक्ने काटेर निर्दय भएर हानेको छ मेरो बच्चालाई